हेलो साथीहरू सबैजना नमस्कार। सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा गरेकी छु। म पनि सन्चै छु। अहिले बिहानको 6 बजिसक्यो। म नुहाएर आएँ। त्यसपछि मैले झाडु अनि पोछा लगाएँ। फेरि आज पनि मैले पूजा गरेन, भगवानलाई लागेन। मैले टाढैबाट हात जोडेर माला जाप गरेँ। त्यसपछि मैले पानी भरेर ल्याएँ। फेरि मैले 1 गरम गिलास पानी खाएँ। त्यसपछि दुध आएको थियो। फेरि मैले दुध पनि गरम गरेर राखेँ। त्यसपछि अब तरकारी के बनाऊँ भनी सोचेँ। फेरि मैले आलु बोइल गरेँ। फेरि म छोरालाई उठो भनेर गएँ त म सुत्छु भनिरहेको थियो छोराले। त्यसपछि मैले रोटी पकाएँ। रोटी पकाइसकेपछि आलु पनि बोइल भइसकेको थियो। फेरि मैले छिलेर राखेँ। फेरि मैले कराही तेल हालेर ग्यासमा राखेँ। त्यसपछि मैले आलु अनि टमाटर हरियो खुर्सानी काटेँ। प्याज चाहिँ म खाँदैन। त्यसपछि तरकारी पाकिसकेको थियो। फेरि मैले छोरालाई तरकारी अनि रोटी दही दिएँ। फेरि मैले ससुराबाको लागि टिफनमा हालेर पसलमा पठाएँ। बुढा चाहिँ घरमा थिएन, बाहिर गएको थियो। त्यसपछि मैले आफ्नो लागि पनि रोटी अनि तरकारी हालेर खाएँ।